बनाएको नास्ता आलु सिमी र चाहिँ त्यसलाई मजाले मुसेँ अनि मुसेर त्यसमा कर्नफ्लावर मिसाएँ। कर्नफ्लावर मिसाएर मुसेर अनि त्यहाँबाट लामो लामो गोलो जस्तो आकार बनाउँदा हुन्छ, तर मैले गोलो लामो लामो आकार बनाएर अनि त्यो नास्ता आफूलाई खोर्सानी हालेर खानु मन लाग्दैन हुन्छ, नलाउँदा हुन्छ र मेरो चाहिँ आज खोर्सानी पनि लगाएको छु, नलाएको पनि छ। दुइटै फर्स्ट टाइम बनाएकै गाईघरी हजुरहरूलाई पनि मन परेन यस्तै बनाएर खानुहोला। हेलो, ल मन परेमा लाइक शेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। हेलो, बाई बाई, जय श्री